किचन फायरमा चाहिँ कहिले पनि पानी हाल्नु हुँदैन। पानी हाल्दा यहाँले हेर्नुभयो नि मैले आगो चाहिँ झन् ठुलो भएर गयो र अब यो चाहिँ हाम्रो निभाउने तरिका चाहिँ पानी हाल्नु भएन। फायर ब्ल्याङ्केट छ भने फायर ब्ल्याङ्केटले गर्नु पर्यो, फायर ब्ल्याङ्केट छैन भने ढक्कन लिडहरू हुन्छ नि त्यसले चाहिँ छोपेर गर्नु पर्यो। अब यहाँ यसरी चाहिँ हाल्दाखेरि उछिटेर यहाँ शरीरमा आग लाग्यो, शरीरमा चाहिँ कहीँ टिप्यो भने आगो टिप्न साथ हामी आत्तेर चाहिँ हामी यसरी दौडिन्छौँ। त्यसले गर्दा हामी दौड्यौँ भने यहाँ चाहिँ अलिकति आगोले भेटेको छ नि, हामी दौडिन साथ अक्सिजन सप्लाई बढी हुन्छ अनि त्यो चाहिँ अझ चाहिँ बढ्छ। त्यो पनि पहिला फेस चेकिङ हो, यसरी स्टप ड्रप अनि त्यसपछि सुतेर रोल गर्ने। त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। म तपाईँलाई चाहिँ एउटा एकताल म गरेर देखाउँछु नि, तपाईँहरू कसैले गर्नुहुन्छ भने तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। स्टप रोकिने नभाग्ने, त्यसपछि ड्रप गर्ने र यसरी सुत्ने। सुतेपछि यसलाई चाहिँ अब यो हात यसो गऱ्यो भने राम्रो, हात यसो गर्दाखेरि चाहिँ हाम्रो यसरी रोल हुँदाखेरि यो बिचमा ग्याप निक्लिन्छ क्या, यो ग्याप निक्लिन्छ। त्यो ग्यापले गर्दाखेरि हाम्रो राम्रो मार्टिन पाएन। यसलाई यसो गऱ्यो भने के हुने भयो, यो गर्दा चाहिँ पुरै हाम्रो शरीरको सबैलाई भेट्छ यसले हैन। त्यो भयो भने चाहिँ यो यसो गरेर 1 2 यसरी आएपछि हाम्रो शरीरमा जहाँ जहाँ लागेको छ त्यो लागेको ठाउँको चाहिँ चेत जान्छ। एकजना कोही आउनुहुन्छ भने आउनुहोस् त। जति फास्ट गऱ्यो त्यति हुन्छ, स्लो गऱ्यो नि हुँदैन। गुड, यस हो, अफ से गुड हो, यस हो। यति भयो भने भयो, तपाईँको जति लागेको भए पनि निप्छ। विपदबारे चासो राखौं, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।